अब हेरियो खै अब बाटो कता गयो गाडी बाटोको सिग्नल खै गाडी स्टार्ट गरम निस्किहाल यतातिर गएर यहाँ गाडी फनक्कै घुमाइदिउँ कस्तो पछाडि अगाडि फेरि यस्तो देखिँदैछ यसमा त हिँड्यो भने त फेरि यस्तो भइहाल्छ उल्टा पर्न जान्छ कि फेरि हो रियो चाहिँ हिँड्नु ठिक हुन्छ अब सुरुमै बाटोको चारतिर जाने आयो चारतिर जाने तिनतिर लाग्यो तिनैतिरबाट गाडी एकैचोटि आयो फेरि यहाँ तिनैतिरबाट लाज मैले रोकेर नभए फेरि तिनवटा ठाउँ डल्ला पर्दो रहेछ यसलाई त घुचेडिदिनु क्या हौ यसलाई घुचेड्ने पनि उछाउनु गाडी अगाडिबाट के सामान बोकेको छ यो गाडीमा कुनै मेसिनरी सामान होला पक्कै पनि यसलाई उछाल्नु बल गर्दैछु मैले खै उछाल्न सक्छ कि दिएन उछाल्न दौडाइहाल्यो त्यही पनि बल उछाल्यो यसलाई घुचेडिदिएर पनि उछाल्छु म ला केही ओहो आत्तिर फेरि छेउकुनातिर हुन्छ कि अब उतातिर अब यहाँ हेर्दाखेरि एकतिर गहुँ छरे रहेछ तल पहेँले गहुँ पाके रहेछ है खेती उता फेरि हरियो तोरी छरे रहेछ क्या कि यो त गहुँ पाकेको होइन क्या हो कि त तोरी फुलेको हो र तल ला कति बेर जित्ने नजित्ने म बिचार फेरि अर्कोले आएर म हिँड्ने रहेछु कि बिचरा घुम्टीमा परेको तर चाहिँ के यस्तो ठोक्ने घुचेट्ने गर्दाखेरि पनि गाडी नकुच्चिने सिसा फुटेर नझर्ने उताबाट दुईवटा सानो गाडी उताबाट बाटो मन नजाने ठाउँतिर आयो ल यहाँ पनि यो के भन्छ गगन हिन्दीमा के गगन चक्की के भन्छ नि गगन चुमी पङ्खा भन्ने गगन चक्का के भन्ने चाहिँ यहाँ यस्तरी बिजुली निकाल्ने भन्छ नि यहाँ पो घुमिरहेको रहेछ बस कति थरी 3 थरीको हुन्छ क्या रातो निलो र पहेँलो सानो गाडी ट्याक्सी कारहरू पनि उस्तै मात्रै आइरहेछ 3-4 थरीको मेरो लागि यहाँ छ बाटो खुल्ला सिधा गाडी त खयो र त्यहाँ एउटा ला बर्बाद भयो त प्यासेन्जर गाडी हुँदै गयो त्रिशुलिया बस फस्यो भने रन्केर आएको थियो होला घुम्टी यहाँ पऱ्यो त्यसपछि भ्याक्कै गइ त हाल्यो उताबाट ठुलो गाडी आउने यताबाट ठुलो गाडी जाने बाटो ड्याममा छेकेको हुने माथि डाँडामा जानु पर्यो र सबै हेर्नु पर्यो नि माथि जाने भर्याङ रहेछ यहाँबाट यहाँ म बुझ्न सकिनँ त्यहीँ हरियो छ त्यहीँ हरियो बुट्टा छ त्यहाँ रातो रातो पहेँलो बुट्टे उता फेरि वहाँ पारिकै अर्को बाटोमा पनि जाम लागेर रहेछ क्या दुईवटा बस जाम लागेर रहेछ त्यता पनि तर बाटो नै साह्रै राम्रो हो कि एकदमै यो बाटो नेपालमा हुन्थ्यो भने के कति गाडी दुर्घटना हुन्थ्यो होला होइन तर साँच्चै नै बाटो हो भने फेरि यस्तो हुन्थेन धुलो उडेर दाउनेमा बाटो जाम लाग्दा जस्तो हुन्थ्यो अलिअलि पानी पर्ने बित्तिकै हिलो चिसो भएर फेरि जाला नि छेउकुनातिर भने सबै वाल लगाउँथ्यो होला छेउतिर पुरै पखाल लगाउने अनि कहीँ चाहिँ जालीमा ढुङ्गा भर्ने अनि बल्ल त्यसपछि धुलो उडेर पानी छर्किने कसम मलाई त यहाँबाट तलतिर झरेर कि उता देउरीपट्टितिर झरेर त्यता गएर गाडी दौडाउनु मन लाग्छ हौ तर यहाँबाट यति छेउ हुने बित्तिकै सबै गाडी उस्तै थरी धेरै थरीको छैन 3-4 थरीको मात्रै गाडी आइरहेछ कि बस आयो भने पनि 3-4 थरी टोडक आयो भने पनि सानो गाडी आयो भने 3-4 थरी बाटो खुल्ला भयो होइन अहिले अब त आइपुग्नु पर्ने हो स्टेसन आफ्नो ठाउँ पनि आउनु पर्ने हो किन उस्तै ठाउँ धेरै नै आउँदो रहेछ कि यहाँ पनि सिडी चढेर माथि जान मिल्ने ठाउँ गाडी अलि धेरै बेरमा आयो यहाँ घुमाउँ अलि फेरि छोइन्छ एसु हो यस्तो भित्ता भएको ठाउँमा पनि गएर अड्किन्छ हौ अघि नै एकपल्ट यस्तैमा त अड्केर
अब यहाँबाट दाहिनेतिर मोड्नु पर्ने भयो कति अगाडि चाहिँ यति गाह्रो मोड्दिन् कि ओइ घुचेट्ला छेउतिर जान्छ भन्नुपर्ने अघि त्यस्तै रन्केर आएर गएको थियो यहीँबाट घुमाइदिउँ होइन अब त धेरै टाढा नहोला ला तर हाइवेबाट त भित्र लागिएछ क्या गाडीहरूले खासै देखेको छैन यहाँ पनि देखिहाल्यो माथि आकाशमा धुवाको बाटो वहाँ फेरि ढुङ्गा चाँगेर राखेको छ देउरेपट्टि माथि दाहिनेतिर हरियाली छ देउरेतिर उजाड छ ओ तल त आँपको बुट्टा झम्म भएर रहेछ एउटा आँपैको बुट्टा होला यस्तो हो कि आँप हो कि गुवारको बुट्टा हो झम्म छ शीतल ताप्ने जस्तो त्यो थाहा छैन नि भुइँमा मौसम हेरेर त एकदम छ्याङ्ग घाम लागे जस्तो छ आकाशमा हेर्दाखेरि बादल लागे जस्तो छ गाडी पनि पछाडिबाट छाया देखिएको छैन गगनचुम्बी पङ्खा के भन्छ के त्यसलाई एयर इलेक्ट्रिक के होइन त्यसलाई हिन्दीमा भन्ने गगनचुम्बी पङ्खा के भन्छ कि त्यो अब कतै देखे आएको भन्न पनि आउँछ र भनेको पो सुनेको हो र यस्तो हुन्छ भनेर देखेको हो त तर यस्तो छ नि अन्त ड्याममा एकेर डाँडा यहाँ खेती किसानी गर्ने ठाउँ पनि छ खेत देखाएको छ बुट्टाहरू सबै छ घाँस हरियाली छ तर यहाँ गाईबस्तुहरू देखिएको छैन कसै कोही बस्ने यहाँ घरहरू होइन गाउँ भनौँ न अब केही पनि नभएको कि फेरि कहाँको मान्छे आउँछ यहाँ खेती गर्नलाई ओ उता फेरि खेतमा धान पाके जस्तो देखिएछ अगाडि फेरि छ्याक्क हरियो डाँडा आयो साउन महिनामा जस्तो गाडीको ताती तल गाउँ पाकेको छ माथि हरियाली देखिएको छ उतातिर आँपको बगैँचा आयो एउटा बुट्टा दाहिनेतिर देउरेतिर दुईटा एउटै रहेछ दाहिनेतिर बल्ने अलिकति डाँडाको छाया आयो अर्कोतिर चाहिँ झपक्क जङ्गल देखायो हरियाली आँपको के को बुट्टा हुन्छ यस्तो त्यो अशोक के भन्छ नि हो त्यस्तो जस्तो बुट्टा देखायो ओ बल्ल एउटा घर भनेको घर हो कि जस्तो देखिएछ उता दाहिनेपट्टितिर यत्रो ठुलो डाँडा छ तर चाहिँ ठुल्ठुलो बुट्टाहरू नभएको के एउटा दुईवटा मात्रै भएको कहीँ चाहिँ सालघारी सबै सल्लाघारी यस्तो हुन्छ नि कहाँ सिसौ मात्रै हो त्यस्तो भए पनि हो भन्न पर्ने एउटा दुईवटा फाटा फुट्टा बुट्टा तर यो ठाउँमा चाहिँ गोरु चराउन जान ठिक हुन्छ कि फेरि गोरु बाख्रा चाहिँ यस्तोमा चढ्दैन घाँस खान कता ओ बाटो त उता पनि देखियो नि अब त्यो बाटोमा भेट हुन्छ होला हो हामी गएर हो कि उता छुटेर आएको बाटो कुनै त्यो ओह्रालो लाग्यो हामी उकालो लाग्यो यी कसरी मिल्यो त बाटो मिल्दै मिलेन ओहो 11-12 किलोमिटर स्पिडमा हिँडेको छ उकालो तान्नु सकेको छैन अब 15-16 बढायो 15 17 18 24 26 27 23 फेरि अलिकति उकालो मिति थाहा पाउने कस्तो खालको गाडी हो त्यति लोड त छैन अलिकति के सामान हालेर हिँडेको छ केही मिसिनहरू जस्तो ला कुन गाडी आएर ला 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 घुचेट दे मलाई घुचेट दे ला ला घुचेट 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 ला पुलिसको गाडी रहेछ क्या पछाडि आएर हानेको गयो त पुलिसको गाडी त अड्क्यो त ला अगाडि बल गर्दा पनि जान्न त अगाडि हेर्नु पछाडि नि भएछ ल पुलिसको गाडी त गयो यहाँ नेपालमा यति गरे भए गाडी नै लिएर गइदिन्थ्यो पुलिसले कहाँ बल गरेर बसेछ नखस्ने रहेछ झुन्डेर मात्रै बसिरहेछ हुन त हामी पनि अघि त उता झुन्डेर बसेको खसेको थिएन ल ओ पारि फेरि अर्को बाटो देखायो हामी उकालो लाग्यौँ तल ओह्रालो गयो अर्कोपट्टितिरको यहाँ फेरि पारिबाट बाटो देखाएको छ कहाँ जोडिने हो ल कता जाने हो बिचमा पाए
म त अलमलले यतातिर यस्तो छ कसो गर्दा घुम्थे सबै त्यो त जानुपर्ने कता हो त त्यहाँ जाँदा त्यतातिर गइन्छ यहाँ जाँदा यतातिर गइन्छ त्यहाँ गयो भने बाटो भेटिन्छ त्यही हुनाले अर्कोतिर अलिकति ब्याक गरौँ ध्यानमा ब्रेक लगाऊँ त्यसपछि पुरै यतातिर टर्न दिउँ अनि यतातिर भागौँ त्यो कन्टेनर भतिर गयो भने त्यही कन्टेनरसम्म लास्ट आउँछ त्यहाँबाट बाटै भेटिन्छ ल बाटो त ओह्रालो सुरु भयो त यहाँसम्म यति मेहनत गरेर यहाँसम्म आएको छ नि अब यहाँ आएर चाहिँ बाटो छाड्यो भने त दिमागले काम गर्न छोड्छ होला अलिकति चाहिँ बाहिर निस्क्यो भने पनि फेरि अगाडि पछाडि नहुने अड्किहाल्ने लै ठिक छ अहिलेसम्म राम्रै गइरहेछ साथीहरू अहिलेसम्म ठिकै गइरहेछ राम्रै गइरहेछ बल गरौँ ओह्रालो बाटो छ बल गर्नु त परेछ ओ उता धन्न पानी ट्याङ्की जस्तो के देखेँ त्यतातिर नजर गएको त्यतातिर अलमल्ली सकेको फेरि म ओहो कति घुमाउरो बाटो होला नि कहाँको बाटो हुन्छ हो यस्तो यो बाटो रोक्दाबाट तल झरेछ कि पोखराबाट बुटो लाग्छ कि वालिङ सेन्डर बाटो हुँदै नभए तानसिनबाट झरेको कि जस्तो कि एकदम घुम्ती धेरै भएको के ओह्रालै बाटो सकेर सुइकिएर छ बल गर्नु परेको छैन बेला ब्रेक हान्नु पर्छ इन्जिन ब्रेक हो कि फेरि ब्रेक हान्यो कि छ्वास गर्छ अनि छ्वास गर्दाखेरि के हुन्छ थाहा छ छ्वास गर्दाखेरि त्यो सेलेन्सर पाइपको धुवा जाने हुन्छ नि हो त्यो धुवा जाने पाइप फेरिबाट टालिन्छ कि इन्जिन नै रोकिदिन्छ कि यसलाई चाहिँ इन्जिन ब्रेक पनि भन्छ कि गइसराउने पनि ब्रेक लेख्छ इन्जिन हो त्यो कसरी लाग्छ भने हावा र ब्याट्रीको पावर दुइटै चाहिन्छ त्यहाँ हुन त हावाले मात्रै पनि हुन्छ तर जुन चाहिँ सिस्टममा जाँदाखेरि इलेक्ट्रिक पनि चाहिन्छ म्याग्नेटिक भल्भ के भन्छ त्यो सर्किटलाई फेरि स्पिड छ 36 को 38 को बाटो त एकदमै लामो रहेछ हो दूरी त हो नि आउला भन्यो कति बेला आउँछ हो त्यहीँबाट अघि घुमेर आएको अघि यहाँ एउटा गाडी देखाथेँ ओखनी वहाँ पारी गाडी भन्ने भएको थियो ल बाटो देखिन्छ रे ल ठिक छ बाटो राम्रो छ गाडीहरू खासै आएको छ त्यस्तो घुम्टीहरूमा आयो भने अलमल ल्याउँछु कि ल वहाँ चाहिँ मेरो चाहिँ पुग्ने ठाउँ देखिसकेको छ अब धेरै दूरी लामो छैन अब 1 मिनेट भित्रमा पुगिसक्छौँ हामी यति राम्रो ठाउँ लाग्यो नि ल साथीहरू यस्तो गाउँ तपाईँलाई मनपर्छ भने अवश्य यो च्यानललाई सब्सक्राइब गर्न कसै गरी नभुल्नु होला म गएँ भन्दै थिएँ अहिले हेर्न गाडी घुमिहाल्यो ल गाडी आउने ठाउँ छैन यिनीहरू कहाँबाट आएको छ हौ बाटो त त्यहाँभन्दा अगाडि त छैन यिनीहरू लस्करै लाएर आएछ एकछिन कुरेर हेरेर बस्न पसेको गाडी कहाँबाट आउँदो रहेछ भनेर ए त्यही भित्रबाट निस्किँदो रहेछ कि बस कतिवटा दुइटा हिँडिरहेछ कलकत्ताबाट धुल उडाएको छ एउटाले त एउटा निस्कियो दुइटासँग सानो गाडी पनि त्यहीँबाट आयो के छ हौ त्यहाँ गाडीको खजाना जस्तो कता गयो त बस फेरि अघि यहाँ बस थियो नि कता गयो अघि ल्याएको टाइगर त यहाँ पो रहेछ कुकुर त एउटा मूर्ति यहाँ बसेछ यहाँ ल्याएर राखेको रहेछ हो यहाँ के यहाँ गाडी के हेर्नुहोस् ल साथीहरू अब अर्को भिडियोमा भेट्नुपर्छ अहिलेलाई बिदा भयौँ बाई बाई गुड नाइट